आज चाहिँ हजुरहरूलाई मैले फेरि एउटा नयाँ भिडियो लिएर आएको छु लसुन रोप्ने सम्बन्धी। हामीले लसुन चाहिँ कसरी रोपेको छ तपाईँले यो भिडियोमा देख्न सक्नुहुन्छ। नयाँ प्रविधिद्वारा हामीले यो लसुन रोपेको छ। तपाईँहरूले भिडियोलाई सुरुदेखि अन्तिमसम्म हेर्नुहोस् र तपाईँले पनि सिक्न सक्नुहुनेछ है। ल आउनुहोस् हेरौँ भिडियोलाई। हेर्नुहोस् गाइज, हामी चाहिँ आज लसुन रोप्दैछ यहाँ। यो लसुन चाहिँ हाम्रो नयाँ टेक्निकल हो, यो नयाँ प्रविधि। यता आलुको ड्याङ उठाउँदैछ अनि यतै चाहिँ हामी लसुन रोप्दैछ है। यो लसुन चाहिँ हामीले बाँझोमै रोपेको छ, यसरी ठ्याक ठ्याक यसरी हेर्न सक्नुहुन्छ तपाईँहरूले। यसरी रोप्दैछ हामी। यो खनेर जोतेर भन्दा चाहिँ यसरी बाँझोमा रोपेको चाहिँ धेरै राम्रो हुँदो रहेछ। यो बाँझोमा रोप्यो भनेदेखि चाहिँ पानी लाउँदाखेरि सर्लक्क सबै ठाउँमा भिज्ने रहेछ होइन। अनि यसरी लाइनमा देखिने हरा पनि यसरी रोपेको। हामीले खनेर रोप्दा चाहिँ के हुँदो रहेछ भनेदेखि त्यो लाइन त्यो हराहरू सबै बिग्रिँदो रहेछ अनि धेरै सुक्खा लाग्ने, त्यति राम्रो नहुने रहेछ लसुन। तपाईँले यसरी यो बाँझोमा रोप्नु भनेदेखि चाहिँ धेरै राम्रो। यसरी गाड्नुपर्छ सर्लक सर्लक यसरी लाउँदैछ हाम्रो बहिनीले। पट्टाबाट रोप्दैछ ल। हाम्रो फेरि हाम्रो यता हिरो छ एकजना, यहाँ रोप्दैछ ल। यसले पनि यसरी रोप्छ ल। हेर्नुहोस् ल, यता पनि फटाफट रोप्दैछ। यसलाई चाहिँ रोपेर यतिकै छोड्नु हुँदैन। अब यहाँले यसरी भैँसीको मल ल्याएर गोबर मल ल्याइराखेको छ, यो माथि हालिदिनुपर्छ मल। अनि यसमा अझ अर्को मल पनि आउँछ, कुखुराको मल, डिएपी पनि आउँछ। र त्यो मात्रै नभइकन यहाँ चाहिँ माथि छाबो आउँछ, फेरि हामीलाई छाबो हाल्नेछौँ। अनि यो छाबोले गर्दा चाहिँ यो चिसान बसिन्छ र चिसो भइसकेपछि चाहिँ यसको मुनिबाट पुरा जरा आउँछ अनि राम्रोसँग यसको पोटी बन्दैछ क्या। यसरी यता यो सबै हामी रोप्दैछौँ अहिले। यो यसरी मल ओसाएर राखेको छौँ अनि आलु पनि राम्रो भएको छ यसरी ल। आलुको ड्याङ उठाउँदैछ हामी यसरी। र गाइजहरू, तपाईँहरूलाई के जान्नु छ भनेदेखि यस सम्बन्धी यो कुरामा, यो लसुनको विषयमा तपाईँहरूले कमेन्ट गर्न सक्नुहुन्छ है। म तपाईँहरूलाई सबै कुरो बताउने छु। हेर्नुहोस् गाइज, अहिले चाहिँ हामी यो रोपेर यहाँ मल छर्दैछ, गोबर मल। यसरी माथि छर्नुपर्छ यसरी उसलाई। अनि अब यहाँ गोबर मल छरेर हामी कुखुराको मल पनि छर्छौँ यसमा, त्यो पनि तपाईँले देख्न सक्नुहुन्छ। डेबी मल पनि छर्नेछौँ र अनि माथि छाबो हाल्नेछौँ हामीले सलक्क। हेर्नुहोस् लसुन रोप्ने आइडिया यो चाहिँ गाइज। यहाँ गोबर मल अनि कुखुराको मल पनि छरिसकेको छ, डेबी पनि छरिसकेको छ र यस्तो देखाएको छ अहिले चाहिँ। हामीले चाहिँ यसरी रोप्ने गरेको छ लसुन। के भन्दा पोहोर साल पनि हामीले यसरी रोपेको, राम्रो भएको छ फलाइ। अनि तपाईँले यो भिडियोको अन्तिममा पोहोर रोपेको त्यो लसुनको पोटी पनि देख्न सक्नुहुन्छ। मैले यो भिडियोमा हाल्नेछु, तपाईँले यो भिडियोलाई सुरुदेखि अन्तिमसम्म हेर्नुहोस्, तपाईँले देख्न सक्नुहुन्छ कत्रो भएको रहेछ। पोहोर साल रोपेको यसरी त्यो लसुनको पोटी तपाईँले देख्न सक्नुहुन्छ है गाइज ल। हाम्रो चाहिँ यसरी यहाँ सबै छरिसकेको छ क्या। यहाँ डेबी सबै डेबी कुखुराको मल सबै छरेको छ। डेबीको दाना पनि तपाईँले देख्न सक्नुहुन्छ यता भिडियोमा है, सबै छरिसकेको छ। अब यसलाई चाहिँ सर्लक्क छाबो हाल्ने। अब हामी अन्तिम त्यो छाबो हाले पनि तपाईँलाई म भिडियोमा देखाउने छु। यो यसरी लाउनुको कारण चाहिँ के हो भनेदेखि चाहिँ यसलाई खन्नु जोत्नु परेन, मेहनत कम लाग्यो। अनि खनेर जोतेर अनि त्यसलाई भुरभुराउँदो माटो बनाएर जब हामी रोप्न समय पनि जाने र त्यो धुलो माटोमा अहिले चिसो महिनामा चाहिँ पानी लगाएको जहाँ लाउँछ त्यहीँ बसेको हुँदो रहेछ। अनि त्यो पुरा हिलो जस्तो हुने, जिमा जस्तो हुने, अनि त्यो बिरुवा कक्रिने, नबढ्ने, फलमा पनि कम हुँदो रहेछ क्या। त्यो हामीले जब जोतेर त्यो
ठाउँ भुरभुराउँदो बनाएर रोप्दाखेरि चाहिँ त्यो भएको कारणले अब यसरी बाँझोमा लाउनु भयो भनेदेखि चाहिँ यो चाहिँ सलक्क पानी लाउने अनि भिजिन्छ, भिजिसकेपछि सलक्क यसलाई फेरि पानी मार्ने बित्तिकै सुक्ने राम्रो हुँदो रहेछ। फल पनि फलाइ पनि त्यो भएको कारणले हामी यसरी रोपेका छौँ। तपाईँहरूले पनि यसरी रोपेर हेर्न सक्नुहुन्छ है। हामीले चाहिँ आज यो लसुन रोपेर पनि छाप हालिसकेको छ। यसरी छाप हालेको छौँ। यसलाई परालको छाप हाल्यो पनि हुन्छ। त्यस्तो कुनै बाख्राले खाएको जुन घाँसको झिक्राहरू हुन्छ नसकेको त्यो झिक्राहरूले पनि त्यसरी छोपे पनि हुन्छ। जसरी हुन्छ यसलाई छाप हाल्ने हो। जुनै कुरो हाले पनि स्याउला काटेर स्याउलाले छाप हाल्यो पनि हुन्छ। जसरी हुन्छ यसलाई छोप्नु पऱ्यो, चिसाना राख्नु पऱ्यो, त्यही हो। हामीले चाहिँ आज यसरी छाप हालेको छौँ। छाप हालेर सकिसकेको छ यो चाहिँ है गाइज। यसरी छाप हालेर रोपेको लसुन यो चाहिँ हाम्रो यो लसुन पोहोर रोपेर हामीले निकालेको लसुन रोपेर यदि बाँकी बसेको थियो यो लसुन यस्तो हुन्छ। लसुन चाहिँ राम्रै छ, तपाईँले यसरी देख्नुहुन्छ। लगायत अब यसरी तपाईँले रोप्नुहोस्, दुःख पनि कम, फलाइ पनि राम्रो, धेरै राम्रो छ है। यो तरिकाले रोप्नुभयो भनेदेखि चाहिँ यो आइडियामा गर्नुभयो भनेदेखि चाहिँ लगायत अब मेरो च्यानललाई तपाईँले सब्सक्राइब गरिदिनुहोस्, लाइक गरिदिनुहोस्, कमेन्टहरू गरिदिनुहोस्। अनि तपाईँहरूले यसरी नै मेरो च्यानलमा अरू भिडियो पनि देख्न सक्नुहुन्छ। मेरो च्यानलभित्र तपाईँ गएर भिजिट गरिदिनुहोस् भन्दै सबैजनालाई नमस्कार।